ल बल्ल आइपुग्यो नाइट आउ चाहिँ बल्ल छुट्टी भयो हाम्रो। म चाहिँ गएको थियो मार्केट, यो हाम्रो एनएसके मार्केटकै पछाडि यो एनएसके मार्केट। म पनि हिँडिरहेको छु रुममा। अब नाइटमा यस्तो देखिन्छ यहाँ, यो भनेको अम्पाङको छेउ। यस्तो छ मार्केटहरू, चारैतिर ध्यान दिनुपर्छ। गाडी आउँदैछ, त्यहाँबाट मान्छे छ। यस्तो सिन क्या मस्त देखिरहेछ अहिले। यहाँ त भनेको काठमाडौँ भन्दा पनि बिजोक, जता हेरे पनि पार्किङ। यत्रो सानो ठाउँमा पार्किङ, यो गल्ली, यो पनि अँधेरो गल्ली। तर मलेसियामा पहिले जस्तो चोर लाग्दैन पो, अलि सुक्ख छ। नै त यस्तो गल्ली गल्लीमा त चोर, त्यो पनि केएलसिसी ठाउँमा। यहाँ भनेको यस्तो बिजोक, पुरा जामै जाम। यहाँ पार्किङ, त्यहाँ पार्किङ। यहाँ भनेको हस्पिटल क्लिनिकहरू सबै छ। मेरो फेस देखेछ, देखेको छैन होला। यो 24 घन्टा खुल्ने यो 7-11 यस्तो छ। ऊ एम्बुलेन्स गइरहेछ। त्यस्तै हो साथीहरू। रुम चाहिँ मेरो अलिकति टाढो छ, यो हाइवे क्रस गर्नुपर्छ एकछिन। बाटो चाहिँ क्रस गरियो, अब लाग्यो रुमतिर। यहाँ त बाटो क्रस गर्नु पनि गाह्रो छ, गाडी। अब एक्लै छ, कोही छैन साथी मेरो पछाडि, सब एक्लै। यो पनि मार्केट जस्तो हो, दिउँसो मात्रै खोल्छ, राति सबभन्दा। यो पसल हाम्रो हो, त्यहीँ भन्ने सामान किन्ने, त्यहाँ के सामान यस्तो छ। यहाँ राति हुँदा हाम्रो अपार्टमेन्टमा पार्किङ छैन भने ऊ यहाँ गर्छ यिनीहरूले। यो भित्र पनि टन्नै जानुहोस्। मेरो साथी त्यहाँ सामान किनिरहेछ, तर मजाले देखिरहेको छैन होला। यस्तै हो साथी। म पनि अब रासन किन्नु पऱ्यो एकछिन। रासन किन्ने ठाउँ यो हाम्रो माछा मासु। मेरो पार्टनरले कहाँ राखेछ सामान, ऊ यहाँ राखेको रहेछ। ठिकै छ, यहीँबाट सामान किन्नु। साथीहरू रुममा पुग्यो। रुम भनेको यस्तो छ हाम्रो, यस्तो। यो भित्र कोठा अँधेरै छ। अब भनेको खाना बनाउनु पर्छ, भोलि भेटौँला। ल साथी हो के गर्ने, फेरि साथी रिसाउला। मेरो साथी छ एउटा, त्यो जहिले पनि खाना बनाउनु परेछ त्यसले। त्यही भएर आज खाना बनाइदिउँ। यस्तो छ मलेसियाको रुम। ल नयाँ ब्लगमा भेटौँला।